हेलो गाइज नमस्कार अनि हार्दिक स्वागत छ मेरो एउटा अर्को अलगमा मेरो युट्युब च्यानलमा मेरो फेसबुक पेजमा मेरो फेसबुक प्रोफाइलमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ। आज म हैदराबादको एउटा अर्को ठाउँमा घुम्नको लागि जाँदैछु। ठुलो ठुलो त्यो टाइपको छ। अब त्यहाँ गएर तपाईँहरूलाई पुरै हामीहरू निस्किसकेका छौँ। हेलो घर नमस्ते हाई। हामीहरू निस्किसकेका छौँ। अब चाहिँ हाम्रो अटो आइसकेको छ। अब अटोमा बसेर हामीहरू जाने तयारीमै छौँ। लगभग अटोको नजिकै छौँ। आज हामी पुरै फ्यामिली जान लाग्छौँ। यो चाहिँ हाम्रो अटो आइसकेको छ भैया आएको छ। यो चाहिँ हाम्रो अटो आइसकेको छ। अब चाहिँ हामी जान लाग्छौँ। हावा एकदमै तेज चलिरहेछ। आइगर बाबु कैसे भिडियो बनाएर है हामी चाहिँ तपाईँहरूलाई आज एकदम रमाइलो दृश्यहरू देखाउनेछु। एकदम दामी पुराना पुरातात्विक चिजहरू छ हाम्रो। जय श्री राम। भगवानको आशीर्वाद यहीँनिरबाट लियौँ। आज यहीँनिरबाट आशीर्वाद लिएर हिँडिसकेका छौँ। मुसु हाँसेको किन हो यता पनि फर्केर हेर न। हामी चाहिँ अब लगभगै पुगिसकेका छौँ। लगभगै भन्दा पनि पुगि नै सकेका छौँ। हामी आउटगेटमा पुगेर अब उता इन्ट्री गेटमा जान लागेको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू, तपाईँहरूको माया, तपाईँहरूको साथ सपोर्टको एकदमै खाँचो छ। तपाईँहरूले एकदमै साथ सपोर्ट गरिदिनु होला। एकदमै अपेक्षासहित भिडियोहरू बनाइरहेको छु। मलाई आशा छ तपाईँहरूले एकदमै साथ सपोर्ट गर्नुहुनेछ भन्ने ठुलो आशाका साथ हामीहरू म चाहिँ लागिपरेको छु। कृपया हामीलाई साथ दिनु होला। अब चाहिँ लगभगै हामीहरू पुगिसकेका छौँ। यो पार्कमा यहाँनिर चाहिँ कुनै प्रोग्राम चलिरहेछ। वाउ टाइपमा छ। यो त यहाँको इन्ट्री गेट मात्रै हो। यहाँभित्र जाँदै गर्दाखेरि तपाईँहरूलाई देखाउँछु। अब सुन्दर दृश्य हामीहरू बिस्तारै रूपमा हिँडिसकेका छौँ। यो देख्न सक्नुहुन्छ। हाई गर म्याडम चलो कम यो चाहिँ ब्रोनी अनि यो चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँभन्दा भित्र चाहिँ अझै राम्रो भ्यूहरू छ। यो चाहिँ हाम्रो तेल्लो बाटो मायालुको सहरमा मेरो गाउँमा घर छ। अब गीत त त्यति धेरै गाउन आउने तर टाइम पासै गरिन्छ। यहाँबाट चाहिँ सुरु हुन्छ। तपाईँहरूलाई देखाउँछु यहाँको राम्रो दृश्य। यो चाहिँ पहिलादेखि नै जतिखेर इन्डियामा अङ्ग्रेजहरूको शासन थियो त्यो कालदेखि भनेको। अङ्ग्रेजहरूको शासन भन्दा नि अकबरहरू जो त्यो सबै थिए उनीहरूले भनेको। तपाईँ देख्न सक्नुहुन्छ कति सुन्दर फुलहरू छन्। आहा सुन्दर फुलहरू। चलो यो हेर्नुहोस् दृश्यहरू यहाँको खासियत। आए त था हम लोग। हम लोग आए थे पहले। यसको पछाडिपट्टि चाहिँ धेरै राम्रो बसेको प्लेसहरू छ। यो देख्न सक्नुहुन्छ तपाईँहरू। यो हल्लोमा प्राचीन समयमा भनेको तपाईँहरू हैदराबादमा आएर भने अवश्य पनि भिजिट गर्नुहोला। पहिलाको जमानामा शानदार चिजहरू भने तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँनिर होला यताउता क्यामेरा माथि तपाईँहरू सबै दृश्यहरू आफ्नै आँखाले अगाडि आफूले जब देख्नुहुन्छ माया तपाईँहरूको साथको एकदमै खाँचो साथीहरू हामीलाई फुल सपोर्ट गरिदिनु होला। तपाईँहरू देख्न सक्नुहुन्छ यो भ्यूहरू कति रमाइलो। हामी चाहिँ अब एकदमै राम्रो ठाउँमा पुगिसकेको छ। तपाईँ हेर्न सक्नुहुन्छ यो दृश्यहरू कति रमाइलो दृश्यहरू छ। यो चाहिँ पुरा फ्यामिलीहरू मान्छेहरू घुम्नको लागि आउँछन्। अहिले चाहिँ हामी पनि आयौँ। अब अगाडि जान्छौँ। यो सानो बोटहरू चाहिँ एकदम यो चाहिँ सुन्तलाको बोट जस्तो छ। कपाल अगाडि गर्नुपर्छ जस्तो लागिरहेको छ। साथीहरू एकदम रमाइलो ठाउँ, एकदम रमाइलो जग्गामा आज हामी आयौँ। कुत्ता है त्यही यहाँको सुन्दर दृश्य तपाईँहरूलाई देखाउँछु। कुत्ता है देख। वाह यो चाहिँ फुलको बगैँचा।
फुलै फुलको बगैँचामा मेरी माया। चलो आओ आओ सुधु सुधु आ, छोटा वाला कुत्ता वहाँ पे है ना, वहाँ। आज भोलि ब्याङ्कर राम्रो बनाएको होइन यो, फुल सुल लगाएर चटक्क तरिकाले कुखुराका फुल लगाएका, यो देख्न सक्नुहुन्छ फुल लगाएका यहाँ। यो सुन्दरता, यो सुन्दरता, यो सुन्दरता यहाँको। वाह, यो फुलै फुलको बगैँचा। बाउ बन्न त्यति सजिलो छैन साथीहरू, तपाईँहरू हेर्दै हुनुहुन्छ कत्रो तनाव छ यहाँ। एकजना मर्किकन अगाडि बाइक, एक यहाँ अब टाउकामा तिमी जोडी। अब यो बा बन्नु सजिलो लाग्यो तपाईँलाई, गाह्रो छ हजुर गाह्रो छ भन्नुहुन्थ्यो, त्यस्तै छ। छोराछोरीकी आमालाई केही मतलब छैन, बटौपट अगाडि, यी छोराछोरीका बाबालाई झऱ्याउँदा। यो हो बाउ बन्नु गाह्रो छ हो, गाह्रो छ। बिहा नहर्या बिचरा हौ, बिहा नहर्या। चढाइ छ्याउ न। हेर्नुहोस् यहाँभित्रको दृश्य, यो दृश्य चाहिँ त्यो बेलाको जेलहरू जस्तै थियो अरे। यो एउटै मात्र होइन, यहाँनिर धेरैवटा छन्। तपाईँहरूलाई म टाढाबाट देखाउँछु। यहाँभित्र चाहिँ पुरै कैदीहरू राख्ने यो एउटा होइन, धेरैवटा छ। तल त्यहाँदेखि हाम्रो त्यहाँसम्म, अनि ओराको परसम्म पुरा उता देख्न सक्नुहुन्छ। यो चाहिँ पहिलाको यहाँको कैदी कैदीहरू राख्ने ठाउँ हो यो देख्न सक्नुहुन्छ तपाईँहरू। म अलिक नजिक गएर देखाउँछु तपाईँहरूलाई। यो देख्न सक्नुहुन्छ। अब यहाँभित्र अझ धेरै छ, धेरै छ यहाँभित्र, कति छ कति छ यो देख्न सक्नुहुन्छ। अब यहाँभित्र अझ धेरै तलाहरू कति छ धेरै छ त्यहाँभित्र अझ, यो देख्न सक्नुहुन्छ। ओ यो सुन्दरता हो साथीहरू, के गर्नु अब हैदराबादमा गाउन आएर। ओहो, यो सुन्दर दृश्यहरू तपाईँहरूका लागि। यो कति शान कति सौगतमा बसेका थिए पहिला व्यक्तित्वहरू, योबाट तपाईँहरूलाई थाहा हुन्छ। यो हेर्नुहोस्, यो हेर्नुहोस्, यो हेर्नुहोस्, यस्ता सयौँवटा छन् यहाँ, 100-50 भन्दा बढी छन्। यो हेर्नुहोस्। अब यहाँनिर चाहिँ हामी अहिले थकाइ मार्छौँ। ल बस 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 ओल्ले। अब यहीँनिर चाहिँ अलि थकाइ मार्छौँ। घुमी जा ओडो पुडो, घुम घुम। त्यहीँ थियो। चल यता, चल 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 चल। फुलै फुलको बगैँचामा मेरी चाहिँ हामी यहाँनिर बसेर बच्चाहरूलाई नास्ता गरिरहेको छौँ।
तपाईँहरूको साथ, तपाईँहरूको सपोर्ट हामीलाई सधैँ चाहिरहेछ। कृपया अन्तिमसम्म हेरेर साथ दिनु होला। अब आगामी दिनमा यस्तै प्रकारको भिडियोहरू आउनेछ। यो चाहिँ आज यिनीहरूको केही प्रोग्राम थियो। त्यो प्रोग्राम सकाएर यिनीहरू पनि हिँड्ने तयारीमा छन्। हामीहरू पनि लगभगै हिँड्ने तयारीमा नै हो। यो चाहिँ यहाँको स्टेहरू हो। यहाँनिर चाहिँ पानी सानी यताउति पाउँछ। समाप्ति गरेर अब चाहिँ हामीहरू रुमतिर जाने प्लानमा छौँ। अब चाहिँ हामीहरू लगभगै यहाँ सबै दृश्यहरू सबै त नभनौँ धेरै छ यता, तर अर्को पार्क पनि छ। त्यो पार्क चाहिँ आज घुम्न सकिएन, जान सकिएन। उतापट्टि चाहिँ भोलि जान्छ। यही हो क्या, यही हो जाँदा उतापट्टि यता हो यहाँ हो। अब चाहिँ हामीहरू कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। यस्तै प्रकारका भिडियोहरू, यस्तै प्रकारका दृश्यहरू तपाईँहरूलाई फेरि पनि देखाउनेछौँ। जति पनि आज देखाउन सक्यो त्योभन्दा अझै पनि बेसी पनि देखाउने नै छौँ। साथीहरू अब चाहिँ हामी लगभगै पुरा पार्क घुमेर एकदमै इन्डिङ पोइन्टमा आइसकेका छौँ। अब चाहिँ जहाँनिरबाट इन्ट्री भएको थियो त्यहीँनिरबाट एक्जिस्ट हुन लागिसकेको छ। तपाईँलाई यो कस्तो लाग्यो के भयो कृपया आफ्नो प्रतिक्रिया दिनु होला, आफ्नो साथ सपोर्ट राखिराख्नु होला। आजलाई बिदाई, धन्यवाद, नमस्कार।